पाठ्यक्रमबारे महत्त्वपूर्ण परिभाषाहरू। पाठ्यक्रम धावन मार्ग हो। रबर्ट इलिज। शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम पाठ्यक्रम हो। राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028। पाठ्यक्रम एउटा सिकाइको योजना हो। हिल्डाटावा। पाठ्यक्रम विद्यालयभित्र र बाहिर हुने सिकाइ अनुभवको समावेश हो। क्रो एन्ड क्रो। विद्यार्थीका लागि तयार गरेको योजना र निर्देशन अनुसारको सम्पूर्ण अनुभव पाठ्यक्रम हो। पाठ्यक्रमबारे महत्त्वपूर्ण परिभाषाहरू यानि कि भनाइहरू। कुन व्यक्तिले के कस्ता परिभाषाहरू रहेका छन्, यो महत्त्वपूर्ण रहेको छ।